हाम्रो साथीहरू हेर्नु डिसेम्बर 1 तारिक परेको हिउँ चाहिँ यस्तो चाहिँ हाम्रो ग्राउन्डमा हेर्नु नि ब्याकेटमा केही छैन हरियो पर्यो भनेको एउटा केही देख्नु पाइँदैन यस्तै छ है साथीहरू केनेदाको खालका म चाहिँ उपर सानो किचनमा चाहिँ काम थियो नि त अब मासुहरू खानु नि त्यही हेरेर गएको हेर्नु नि यहाँ हाम्रो चाहिँ यो चाहिँ यो टायर राखेको नि त यो सोमबार टायर राखेको हेर्नु नि हिउँ बगेछ सोमबार टायरले नि फाइनली यहाँ गमलामा पनि हाम्रो हिउँ फल्छ साथीहरू अहिले चाहिँ फाइनली हिउँ फल्छ बारतिर नि हिउँ फल्छ यहाँ नि अस्ति बोडी फुल्ने गार्डन चाहिँ मेरो यही हो हो नि त हजुरहरूले पनि देख्नुभएको कति बोडीहरू फलेको मैले लाएको थियो सागहरू फलेको भिडियोहरू एक दुई तर छैन साथीहरू अहिले चाहिँ फाइनली हेर्नु नि यस्तो छ कि यहाँ यस्तो छ कि यस्तो हिउँ खेल्ने मन छ भने आउनु यी मुनि चाहिँ छ है दुबो हेर्नु यत्रो हिउँ मुनि चाहिँ यसरी दुबोहरू फाइनली हरे नै छ है चिसोमा चाहिँ फेटै मर्दैन नि त फेटै यस्तो भएको छ कि साथीहरू यस्तो भएको छ कि यस्तो हेर्नु नि हिउँ खेल्ने चाहिँ एकदम मजा हुन्छ नि त हेर्नु मजा हुन्छ है मजा साथीहरू तपाईँहरूलाई नि हिउँ खेल्नु मन छ भने चाहिँ हामीसँग हाम्रो प्याकेटमा आउनुहोस् हेर्नु नि यस्तो चिसो चिसो छ कि यस्तो यहाँ जम्पेलिङमा रहेको यो हिउँलाई चाहिँ हामी फाइनली स्नोम्यान बनाउनु पर्छ साथीहरू आउनु नि हेर्नु यत्रो थाक भएको छ कि यस्तो एकदम तातो नि हौ अनि हाम्रो बोडी फल्ने थाङ रहेको छ यहाँ चाहिँ फाइनली हाम्रो बोडी फलेको थियो नि त अस्ति अहिले फलेको छ साथीहरू हिउँ यहाँ चाहिँ टमाटर फलेको थियो हाम्रो टप्पै अनि पानी राख्ने ड्रम देख्नुभयो तपाईँले पानीमा नि हिउँ फलेको छ सबै कुरो सिद्धियो गमलामा नि साथीहरू हेर्नु हिउँै फलेको छ हाम्रो यो चाहिँ डल्ले खुर्सानी रोप्ने उयो हो नि त गमला एकदमै अस्ति मैले 50 भिडियोहरू लगाएको थियो तर अहिले फाइनली केही छैन हाम्रो रोज फुल चाहिँ यस्तो भइरहेछ हेर्नु यस्तो भइरहेछ यो चाहिँ हिउँले सबै मऱ्यो तर नि भोलि पर्सि आउँछ मजाले हाम्रो नर्सरी फलेको थियो यहाँ रुखहरू सबै यस्तो भएको छ साथीहरू यहाँ हाम्रो यहाँ चाहिँ गमला राखेको थियो झन्डै 1 बिता जति चाहिँ हिउँ आएको छ के गर्ने यस्तै छ है क्यानाडाको जिन्दगी साथीहरू म चाहिँ यहाँ किन हिँडेको नि साथीहरू फाइनली म चाहिँ किचनभित्र आएँ मैले चाहिँ यहाँ यसरी आज चाहिँ मैले यहाँ चाहिँ माछा खरिएको छु नि यता चाहिँ चिकन लेग यहाँ नि माछा खरेर सिधेको छ है साथीहरू आजलाई यति नै हजुरहरूलाई कस्तो हुनुहुन्छ म चाहिँ एकदम सन्चै छु हजुरहरूलाई फेरि पनि मेरो पेज लाइक सब्सक्राइब गरिदिनुहोस् है साथीहरू।